ठिक छ नि है त्यस त अब यतिको प्राइसमा काहीँ पनि हुँदैन क्या हामी त अब 40 रुपियाँ मात्रै खाएर बेच्दै हो अनेस्टी भन्दाखेरि किन्नु सोच मजाले ए हेर्नु त कलर पनि छैन कस्तो राम्रो छ क्या सिटीको भनेको यस्तो सफ्ट छ क्या तपाईँको ए हुन्छ तब क्युआर छ छैन भन्दै What's up everybody? है त ल गाइस टक्क म चाहिँ यहाँ जुत्ता पुराउन जान लागेको छु है हाम्रो यहाँ नजिक कम्पाउन्डको अर्डर आएको छ अनि जुत्ता पुराउन जान लागेको छु गाइस टक्क पारामा है सो हेर्नुहोस् गाइस मलाई ऐनामा यसो देखाएको छु है यो चाहिँ हाम्रो गाइस सानो ऐना हो कस्टमर आयो भने टक्कै हेर्नुहुन्छ है जुत्ता यसो यसो देखाएर टक्क पारामा ल गाइस अब सिधा भएर म बाइकमा भेट्छु है त पिस आउट Hello, namaste everyone. Hope you guys are doing absolutely fine and welcome back to my channel everyone guys. So अहिले चाहिँ म डेलिभर गर्न लागेको गाइस हाम्रो चाहिँ एकजना कपनको कस्टमरले अनलाइन अर्डर गर्नु भएको हाम्रो एयरफोर्स है 1000 मात्रै हाम्रो दिएको छ एयरफोर्स दामी क्वालिटीको गाइस है यतिको पैसा गाइस काहीँ पनि आउँदैन गाइस एयरफोर्स 1000 मा आयो गाइस होलसेल हो अब गाइस तपाईहरुले मलाई होलसेलमै नआउने प्राइसमा दिएको छ गाइस कस्टम ढाडा हैन गाइस तपाईहरुलाई ल जहाँ गएर बितर हुन्छ गाइस होलसेल नआउने प्राइसमा हो गाइस 1000 भनेको तपाईको है मैले गाइस तपाईहरुले यस्तो सस्तामा दिएको छ गाइस बरु आफूले हैन चिया खानु पुछ राख्ने गाइस तपाईले एकदम क्वान्टिटीमा बिकाउने गाइस हैन बरु आफूले 40-50 राख्नु भनेर मैले एकदम यो अफर निकालेको गाइस यो यतिको पैसा ढुक्कसँग बस्ने तपाईहरु काहीँ पनि हुँदैन आउनुमा तपाईहरु पाउनु भयो भने तपाईहरुले साइज नपाला है साइज पाउँदैन भन्न सक्ला तर हामीसँग किन्दाखेरि गाइस लाने सियो किसँग किन्दाखेरि तपाईहरु साइज मजाले पाउनुहुन्छ त गाइस र साइज हामीसँग एकदमै लिमिट छ हैन सो चाहे भने चाहे अर्डर बुक गरिहाल्नु त गाइस चक्का पारामा सो हाम्रो कस्टमरको लोकेसन है हाम्रो कबनतिरै रसुनटारतिर भन्थ्यो है कुन चाहिँ हाउस थियो बिहान हैन छ गाइस यार आजभोलि सामान लिन गएको गाइस यार लास्टै चिसो पर्छ गाइस फेरि सामान लिन पनि तपाईको फेरि बिहान जानुपर्छ गाइस नत्र त तपाईको 10-11 बजे लास्टै खतरनाक जाम हुन्छ उकाल मगाएको नि तपाईँ जाने हो सो गाइस त आफन्त आवाजको हामी कोल्ड ड्रिङ्क भित्र छौँ है यस्तै हुन्छ गाइस आफूले थाहा भयो भने अब हुन त मेरो कबनतिर बस्यो तर कतिसम्म गाइस यहाँतिर यार होइन मलाई थाहै थिएन अब आफन्त आवाज कोलोनी छ हेर एउटा लक्सीको 14 नम्बर लक्सीको 15 नम्बर डेलिभरी यहाँ हजुर हो आमा गल्ली रहेछ नि त है लास्टै गल्ली रहेछ नि त म त खोज्दा म त उतापट्टिको लक्ष्मण भन्थेँ तपाईँको लिनु है हजुरको 39 साइज है हुन्छ हेर्नु न मजाले खोलेर यसरी है हजुरको लागि हो ए हजुर हाम्रो केबाट हेर्नु भएको नि इन्स्टामा हेर्नु भएको थियो ए ठिक छ नि है त्यस त अब यतिको प्राइसमा काहीँ पनि हुँदैन क्या हामी त अब 40 रुपियाँ मात्रै खाएर बेच्दै हो अनेस्टी भन्दाखेरि ल यता राख्नु हस् थ्याङ्क यू सो मच है फेरि पछि नै हेर्दै गर्नु होला जुत्ता हजुरलाई मन पर्यो नि ल थ्याङ्क यू सो मच म्याम है त ल हेभ अ नाइस डे हस् धन्यवाद सो गाइस है त हाम्रो डेलिभरी कम्प्लिट भएको छ टक्का पारामा है उहाँको यस्तो नजिकै छ गाइस त्यही पनि यस्तो गल्ली रहेछ थाहै थिएन क्या मलाई आफ्नो त अवस्थाहरू कतिवटा कोलिन्छ यार कोलिन थाहा भने गाह्रो गाइस है बौद्धको चाहिँ अहिले म जाँदैछु गाइस पुऱ्याउनको लागि है अहिले त्यस्तै कति 3:30 भयो होला सो भ्लग सब हाल्नु पर्यो नि गाइस होइन टक्का पारामा हाम्रो आन्टीले चाहिँ फेरि हामीलाई बिहानै कल गर्नु भएको थियो क्या आन्टीले चाहिँ फेरि सिओडी सबै गरिदिनु ल भनेको थियो हाम्रो तपाईँको कुरेचा चाहिँ हामीले अगाडि माग्छौँ क्या कुरेचा चाहिँ हाम्रो जुत्ताको त हाम्रो सिओडी नै हो तपाईँको है जुन जुत्ता बेच्ने गाइस हाम्रो तपाईँको सिओडी नै हुन्छ तर हाम्रो सिर्फ हाम्रो कुरेचा मात्रै अगाडि पे माग्छौँ क्या तर हुन्छ भन्नु न जस्तै अब तपाईँको हाम्रो यो सामान हाम्रो कपनदेखि चितुवान पठाउनु पऱ्यो भने 220 रुपियाँ लाग्छ 120 रुपियाँ लाग्छ कुनै ठाउँमा 150 रुपियाँ लाग्छ त्यो मात्र हामीले अगाडि माग्छौँ क्या सो आन्टीले चाहिँ पे गर्नु मान्नु भएन अघि आन्टीको मैले 5 लाख छ आन्टीको हाम्रो छोराले जुत्ता मन पराउनु भएछ हाम्रो छोरामा एकदम दामी क्वालिटीको सेब्लीवाला गाइस है सिल्भर टिकले गर्दा लुक्सहरू अति दामी देखाएको छ त्यो जुत्ता खतरा बेचिरहेको छ अहिले चाहिँ हाम्रो है एकदमै मस्ट सेलिङ जुत्ता भनौँ गाइस मस्ट सेलिङ सुज र अहिलेको एकदमै हाइपमा आएको चलफल दिन गाइस केटालाई बब्बाल हुन्छ त गाइस एकदम मिठो क्वालिटीमा गाइस अफोर्डेबल प्राइसमा गाइस क्वालिटी पनि एकदम राम्रो टपअप पनि यस्तो मजाको छ नि गाइस है
हजुर आन्टी सुज है हजुर हजुर हेर्नु सुज मजाले ए हेर्नु कलर पनि हेर्नु कस्तो राम्रो छ क्या सिटीको भरेको छ यस्तो सफ्ट छ क्या तपाईँको हाम्रो तपाईँको टोटल 1900 पास भयो ए हुन्छ तपाईँ क्युआर छ छैन भन्दै हुनुहुन्छ आन्टी त मान्छे त्यस बाटो हुनुहुन्छ रहेछ अब त आन्टीले विश्वास गर्ने हाम्रो आन्टी मै हो क्या हाम्रो पेजको मै तपाईँको डिपेन्ड गर्नु हो क्या मै हो नि आन्टी हो नि आन्टी कति फटा हुन्छ तपाईँको स्क्यामर कति भइरहेको हुन्छ है ल अब चाहिँ आन्टी ढुक्क भएर मगाउनु नि है हजुर 1900 पास मात्र आन्टी हाम्रो एकदम अफोर्डेबल जुत्ता हो क्या हुन्छ ल 1900 तपाईँलाई डिस्काउन्ट आन्टी चिया खानु तपाईँ ल ल फेरि अर्डर चाहिँ गर्नु पऱ्यो नि आन्टीले है सम्झेर यसै हेर्नु भन्नु न ए हाम्रैबाट मगाएको थियो ए हाम्रो भनेपछि पेज हजुर हजुर ए उता गाजरपेजीबाट मगाएको थियो ए हुन्छ हुन्छ आन्टी ल आयो आन्टी भइहाल्यो नि हेर्नै पर्दैन आन्टी आन्टी हालिसक्नु भयो आइसक्यो आन्टी हजुर हजुर आन्टी ल धन्यवाद आन्टी हेर्दै आउनु होला ल ल ए अनै राजिन रहेछ बाइक त ल गाइस हाम्रो फर्स्ट डेलिभरी सक्सेसफुल भएको रहेछ हाम्रो आन्टी चाहिँ मान्छे पाठो रहेछ अघि अनलाइन छैन भन्दै हुनुहुन्थ्यो अहिले चाहिँ फेरि अनलाइन गरिदिन्छ ल अरे हुन नि गाइस तर स्क्याम धेरै हुन्छ गाइस है अनलाइनतिर है तपाईँको है सामानहरू तर हाम्रो चाहिँ स्क्याम केही पनि होइन त गाइस हामी गाइस तपाईँहरूको लागि एकदमै अफोर्डेबल रेटमा ल्याएको है हाम्रो नेपाली दाजुभाइले सबैजना दिदीबहिनी सबैजना लाउन सकौँ भनेर एकदम अफोर्डेबल रेटमा है बरु हामी गाइस चिया खाने पैसा राख्नु मात्रै राख्ने आफूलाई 40-50 रुपियाँ तपाईँहरूलाई एकदम सस्तोमा दिएको गाइस होइन हाम्रो चाहना त्यो गाइस सबैले होइन हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी सबैले जुत्ता लाउन सकौँ होइन एकदमै सस्तो प्राइसमा एकदमै राम्रो क्वालिटी जुत्ता लाउन सकौँ भनेर हामीले अफर निकालेको हो